हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। हजुर आरामै हुनुहुन्छ होला नि सबैजनालाई। आजदेखि हामी त यसो लाग्यौँ है आफ्नो कार्यस्थलतिर। धेरै भन्नाले 1-1.5 महिना जति चाहिँ बिताएपछि दसैँ दीपावलीको आजदेखि हामी चाहिँ आफ्नो कार्यस्थलतर्फ चाहिँ हामी अब हाम्रो जर्नी स्टार्ट भइसकेको छ है। सबैजनाले आफ्नो काम गर्नुपर्छ है। त्यही भएर हामीले यसो आजदेखि चाहिँ अब सुरु भइसक्यो हाम्रो नि स्कुल। हामी नि यसो उकालो चढ्दैछौँ। तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, अनि के छ नयाँ नौलो हालखबर? सबैको हालखबर आरामै, सबैको हालखबर राम्रै होला भन्ने आशा अपेक्षा राखेका छौँ। धेरै लामो बितापछि अब कन्टिन्यू चाहिँ हाम्रो स्कुल स्टार्ट हुन्छ। अब कामहरू चाहिँ, कार्यहरू चाहिँ कन्टिन्युटी चाहिँ अगाडि बढाउनुपर्छ। के कसो साथीहरू, तपाईँहरूले आफ्नो काम यसरी नै गर्दै हुनुहुन्छ होला। यसो आज तपाईँहरूसँग जोडिन पाउँदा एकदम चाहिँ रमाइलो लागिरहेछ होइन। मौसम यसो चिसो चिसो छ, बादल लगाइरहेछ, पानी त परेको छैन। पर्ला यस्तो बादलहरू डम्मै भएको छ। बादल लगाएर चाहिँ मौसम चिसो छ, एकदम रमाइलो छ, हरियाली छ, मनोरम दृश्य छ। कहिले घाम, कहिले पानी, कहिले बादल, कहिले उकाली, कहिले हेराली, जिन्दगीका मोडहरू यसरी चलिरहेछ है। साथीहरू सबैजनाले चाहिँ लाइभ सेयर कमेन्ट चाहिँ गरिदिनु होला। कस्तो लाग्छ हाम्रो भाषा, कला, संस्कृति, अनि कहिले चाहिँ यसो हाम्रो डोटेली भाषामा, कहिले यस्तो नेपाली भाषामा यस्तो चाहिँ हामी भिडियोहरू चाहिँ ब्लगहरू चाहिँ बनाउँछौँ है। सबैले चाहिँ साथ सपोर्ट गर्नुहुन्छ, माया देखाउनुहुन्छ, माया गरिदिनु होला सबैजनाले। अब आजदेखि चाहिँ हाम्रो स्कुल खुलिसक्यो। अब 10 बजेको स्कुल। अब घरबाट अलि टाढा 1 घन्टा 15 मिनट जति लाग्छ स्कुल पुग्न। त्यही भएर हामी चाहिँ बिहानै खाना खाएर चाहिँ उकालो लागिसक्यौँ। अब बेलुका 5 बजेतिर चाहिँ घर पुगिन्छ होला। 5:15 बजेतिर यस्तै छ लाइफ। आफ्नो काम, कर्तव्य, आफ्नो ड्युटी कन्टिन्यू चलिरहेछ, बढाइरहेछौँ। आफ्नो एउटा कन्ट्रिब्युसन आफूले चाहिँ सकेको आफ्नो एउटा कर्तव्य सम्झेर चाहिँ हामी काम गरिरहेछौँ। यसमा चाहिँ आफ्नो खुसी लाग्छ। आफ्नो काम, आफ्नो श्रम प्रतिको चाहिँ सम्मान भन्न चाहन्छु सबैजनालाई। कस्तो भइरहेछ हाम्रो लेकम दार्चुला बैतडी विभिन्न ठाउँहरू भनौँ, हाम्रो सुदूरपश्चिमको विभिन्न ठाउँहरूमा रात्रिकालीन जात्राहरू चाहिँ कस्तो छ, तयारी कस्तो भयो? हिजो हाम्रो स्कुलमा नि देवथलीमा रात्रिकालीन चाहिँ जात्रा कस्तो ठिकै रह्यो होला भन्ने आशा अपेक्षा राखेका छौँ। अब म त जान पाइनँ, अलिक समस्याको कारणले गर्दा होइन। अब अर्को साल अवश्य चाहिँ गइन्छ, रमाइलो गरिन्छ। आफ्नो स्थानीय स्तरमा रहेको विभिन्न मठ मन्दिरहरूमा लाग्ने मेला पर्वहरूमा भन्न चाहन्छु सबैजनालाई
एकदम मिठो माया मिठो सम्झना यस्तो रमणीय स्थल यस्तो सुन्दर स्थलबाट चाहिँ तपाईँहरूसँग भेट्न पाउँदा एकदम मन चाहिँ प्रफुल्ल भएको छ है। मन एकदम खुसी भएको छ भन्दै तपाईँहरूबाट चाहिँ छुट्टिने अनुमति चाहिँ लिए। नमस्ते, बाई बाई सबैजनालाई।